2026 देखि नयाँ सुरुवात गर्नु छ भने चाहिँ मैले चाहिँ आजदेखि ब्लगिङ स्टार्ट गर्न सुरु गरेको हो। तर हैन थाहा छैन म के गर्छु के देखाउँछु भनेर। ब्लगिङ सुरु गर्दाखेरि चाहिँ अब हेरौँ ब्लग बनाउनेहरूले चाहिँ एकदम बिल्डिङ घर खडा गरेको छ अरे। मेरो चाहिँ अहिलेको घर यही हो हैन। यही ब्लगिङबाट के थाहा मैले पनि भोलिको दिनमा 4 तल्ले घर 11 बजे भए पनि कीर्तन त सुन्छु म, भजन सुन्छु। मैले आज भर्खरै गणेश भगवानको भजन सुने। अनि त्यसपछि यो मैले नै आज हेर्न एकदम सफा गरेको छु, टल्काएको छु। अनि ब्लग बनाउनेहरू चाहिँ छिट्टै धनी हुन्छ अरे हैन। घर बिल्डिङ खडा गर्छ अरे, गाडी साडी किन्छ अरे। मलाई पनि चाहियो, मैले गर्न सक्छु सक्दिनँ थाहा छैन। यो चाहिँ मेरो डे 1 हो स्टार्टिङ। अनि एउटा कुरा चाहिँ मैले भन्नै बिर्सेको हैन। मैले आजदेखि नै मेरो नजिकको आफ्नो आफन्त सबैलाई ब्लग हान्दिसकेँ। तपाईँहरू पनि हान्दिनु होला अनि ब्लग बनाउन सुरु गर्नु होला। 2026 देखि नयाँ सुरुवात गर्नु छ भने चाहिँ कसले के सोच्ला, यसले के भन्ला, मेरो भिडियो हेरेर यसले मेरो मजाक उडाउँछ, मेरो बिल्ला हान्छ। नो भाइ, भोलि तिमी फेमस भयो भने तिनीहरू नै तिमीबाट फोटो खिच्न आउँछ। त्यही भएर सबैलाई ब्लग हान्दिने, आजदेखि नै भिडियो बनाउन स्टार्ट गर्ने। के सबैलाई ब्लग हान्दिएर तेरो भिडियो चाहिँ कसले हेर्छ फेरि? भिडियो हेर्ने मान्छेहरू चाहिँ आफ्नो आफन्तले चाहिँ मजाक उडाउने हो, भिडियो फुत्त फाल्ने हो। भिडियो हेर्ने भनेकै भिडियोबाट भिडियो फेमस बनाउने भनेकै बाहिरको मान्छेहरूले नचिनेको मान्छेहरूले नै हो क्या। हो गाइस, हामी चाहिँ आफ्नो भिडियो आफै हेर्छौँ अनि त्यसपछि हाम्रो भिडियो हेरिदिने हजुरहरू हुनुहुन्छ। आफ्नो भिडियो आफैले त हेर्नुपर्छ, आफूले आफूलाई माया त गर्नुपर्छ। तर गर्न साथसाथै आफ्नो आफन्तहरूदेखि चाहिँ लाज लाग्ने होइन। यसले मलाई के सोच्ला, यसले मलाई के भन्ला भन्ने सोचेर चाहिँ कहिले पनि अगाडि बढ्न सकिँदैन। जसले जेसुकै सोचोस्, म बाहेक यो संसारमा कोही नै छैन, म एक्लै छु, म एक्लै दुनियाँमा रमाउँछु भन्ने सोचेर चाहिँ भिडियो बनाउनुपर्छ होइन। त्यति भएपछि छोडिदिनुहोस्।